ल भाइहरू, आज तिमीहरूको मध्ये एउटाको चाहिँ फिक्स विवाह हुन्छ। यो घरमा एउटा केटी छ, त्यसो घरमा गएर दाइजो पनि धोबी लुट्नु पर्छ है। नमस्कार हजुर। नमस्कार नमस्कार, बसाउनु त। हुन्छ हुन्छ। अरू के कामले आउनुभयो त हजुर? हामी चाहिँ हजुरको छोरी माग्न आएको। ए त्यसो भए ठिक छ नि त, म आफ्नै छोरीलाई बोलाउँछु। ए छोरी बाहिर आऊ त। छोरी त मेरो ए हो हजुर, तर दाइजो के कति लिने भन्नुभएको छ? मैले चाहिँ मेरो दुइटै भाइले लिएर आएको छु हजुर। मेरो यो भाइ चाहिँ डक्टर हो र यसले चाहिँ के भनेको छ भने हजुर, यसले चाहिँ अहिलेसम्म डक्टर बन्नमा जति पनि खर्च लागेको छ नि त्यो सब हजुरले दिनुपर्ने छ, लगभग 1 करोड जति। र यसले एउटा बाइक मागेको छ र एउटा कार मागेको छ। यदि हजुरलाई यो मान्छे ठिक लागेन भनेपछि अथवा यो धेरै पैसा चाहियो भनेपछि यसलाई, र यो चाहिँ मेरो भाइ हो, अर्को भाइ हो, र यसले चाहिँ पढेको पनि छैन, यसलाई पढाइमा चाहिँ केही पनि खर्च दिनुपर्ने छैन। यसलाई मात्र के दिनुपर्ने छ भनेपछि दाइजोमा एउटा बाइक अनि एउटा सानो घर भए पुग्छ। हजुर अब यी दुईटा मध्ये कोसँग बिहा गराउने त हजुरको छोरीको? ओहो दाइजो त हजुरले धेरै भन्नुभयो, त्यही पनि मेरो छोरीको अनुहार हेर्नुहुन्छ कि? हजुरको छोरीको अनुहार कस्तो छ हामीलाई डजन म्याटर के। हामीलाई म्याटर यति छ कि हजुरले हाम्रो दाइजोहरू पुरा गर्ने कि नै त, हामीले जे माग गरेका छौँ त्यो हजुरले दिने कि नै त? ओहो हजुर, म त यहाँ आफै त भाडामा बस्छु, हजुरले 1-2 करोड त धेरै भन्नुभयो। कस्तो कुरा गर्नुहुन्छ हजुर? 1-2 करोड नभएर पनि हजुरको छोरीको विवाह हुन्छ र कहीँ हजुरको छोरीलाई कोही पनि विवाह गर्दैन। चल।